जनताको करबाट तलब खाने बानी भइसकेपछि जनताको सेवा पनि समयमा दिनु पर्यो। दिनभरि के भन्छ कर्मचारी कहाँ छ भन्दाखेरि के अरे फिल्डमै छ भन्ने, एउटा कोठामा बसेर लुडो खेलिने, एउटा कोठामा बसेर तास खेलिदिने। जनताले फोन गरिसकेपछि समस्या छ है भन्दाखेरि चाहिँ चुप्प लाएर बस्किन गइरहेको छ भन्ने, मान्छे गएको छ भनिने, तिम्रो मजा आछ बसेर लुडो खेलिने। यो प्रविधिको अन्त्य गर्नुपर्छ है, नत्र जहाँ भेट्यो नि त्यही नि भाटा चार्ज गर्नुपर्छ तिमीलाई। नत्र एउटा घरमा 4 दिनदेखि बत्ती बोलाएको छैन एउटा गाउँमा, अनि तिमीले हेर्नु परेन? लापरवाहीको पनि सीमा हुन्छ नि। त्यही जनताले तिरेर तिमीले तलब खाना हुने, अनि त्यही जनताले सेवा दिन तिमीले गाह्रो मान्ने। सलाम। पैसा चाहिँ तिरिहाल्नु पर्ने हैन, न्यूनतम शुल्क पैसा चाहे होस् चाहे नहोस् तिरिहाल्यो भने नतिरे लाइन काटिदिनु पर्ने। तर 3 दिन 4 दिनसम्म बत्ती नबल्दा व्यवस्था गर्ने कर्मचारी कार्यालय तिमीहरूलाई बिहान के अरे जनताको घरमा बत्ती बाले रातभरि कति दुःख कष्टसँग बसिरहेका छन् थाहा छैन। बिहान बिहान फोन गर्यो गेम खेल्ने। एउटा गाउँको एउटा टोलमा 4 दिनदेखि लाइन छैन, व्यवस्था गरिरहेको छ क्या। फोन गरेको छ, लिबाङबाट कर्मचारी आउँछन् भनेको छ, कर्मचारी गएको छैन, तार जलेको भनेको छ। तिमीले नि केही गर्नुपर्छ जस्तो लाग्यो क्या। अब त गाडी नजाने ठाउँमा त ल ठिक छ, पैदल हिँड्नुपर्छ, समय लाग्यो। हेरी बजारको नजिक जिल्ला कार्यालयको नजिकको भएको ठाउँमा पनि यति गाह्रो हुन्छ तपाईँ तिमीले त्यहाँ जान, त्यहाँ जनतालाई को समस्या समाधान गर्नलाई कति अतिरिक्त गर्न भन्ने, अतिरिक्त गर्ने नि सीमा हुन्छ नि। आज 4 दिन पुरा भयो। नगरपालिकाको क्षेत्रभित्रमा एउटा वडामा चाहिँ लाइन छैन। एउटाले फोन गरेको छ आउँछ भनेको छ, अरूले फोन गरेको छ आउँछ भन्छ, मैले सक्दिनँ भनेको छ। लिबाङबाट आउने कर्मचारी आउने भनेको छ, लिबाङ कर्मचारी गएको छैन। फोन गरेर जाँदैछौँ भनेको छ। एउटाले फोन गरेर गेम खेल्न गएको छ भन्छ, अरूले फोन गर्यो 10 बजी जान्छौँ भनेको छ। अलिकति लाज शरम लाग्दैन तिमीहरूलाई? शुल्क नतिरे जुर्माना हान्दिया छ, बिल नतिरे जुर्माना हान्दिया छ। दलालहरू फटाहरू तिमीले अब भाटे कारवाही गर्नुपर्छ।